केपीले ज्यादै अहङ्कार गर्न थाल्यो पठाएकै हो यसभन्दा अगाडि हजुर चाहिँ बालन भइसक्यो हामी चाहिँ घन्टी बालन नभनौँ घन्टी चाहिँ हो। मेरो नाम चाहिँ रोहित भुजेल हो। घर चाहिँ मेरो यहीँ दमक। यसपालि चुनाव हुन्छ त के छ तपाईँको विचार राख्नु? चुनाव त यसपालि त हुन्छ नै होइन। अनि चुनावमा यसपालि कसले जित्छ त? हाम्रो झापा क्षेत्र नम्बर 5 मा त एकदम पहिले एमालेको गढ के छ, यसपालि बालेन पनि आउँदै हुनुहुन्छ, घन्टी रासपा, तपाईँको विचार राखिदिनु न। अहिलेको अवस्थामा चाहिँ हामीले हेर्नु परेको अवस्था चाहिँ हामीले अहिले पहिले यो त केपी ओलीको क्षेत्र नै हो है। हजुर हजुर हजुर। अब धेरै हामीले बुढाखालाहरूलाई पनि अब पालिदिउँ। अब यसपालि चाहिँ हामीहरूले घन्टीलाई नै हामी सपोर्ट गर्ने तयारीमा छौँ हामी चाहिँ। के यसपालि जित्छ त घन्टीले? एकदम अहिलेको अवस्था अहिलेको र्याली अवस्था अहिले जनताले त्यत्रो बालेनलाई सपोर्ट गरिराख्नु भएको छ है। म पनि अहिले त्यो र्यालीमा नि पुगेर आएको। लगभग हामीले हेर्दा चाहिँ त्यहाँको अवस्था देख्दा चाहिँ क्षेत्र नम्बर 5 दमक झापाबाट चाहिँ बालनकै नै जित हुन्छ भन्ने लागिरहेछ। हस्, धन्यवाद। तपाईँको परिचय दिनु न। मेरो चन्द्रबहादुर जिनियो कमल 7। अनि यसपालि चुनाव हुन्छ त हजुरबा? खै चुनाव त हुनुपर्ने हो। अनि यसपालि यो एमालेको गढ पूर्व प्रधानमन्त्री केपी ओली भएको ठाउँ होइन, सबैले बालेन शाह आउनु भएको छ, के छ रासपाले जित्छ कि एमाले जित्छ? तपाईँको धारणा राखिदिनुहोस् न। अब यसपालि जनताको भनाइअनुसार जस्तो पनि रासपाले जित्छ भन्ने चाहिँ अङ्कलन हो। हजुर। अब केपीले ज्यादै अहङ्कार गर्न थाल्यो पठाएकै हो यसभन्दा अगाडि। हजुर। अब अहिले चाहिँ अब जित्छ कि भन्ने आशा चाहिँ हो बालेनले। हस्, धन्यवाद। आज चाहिँ तपाईँको नाम? मेरो बमबहादुर राउत। अनि यसपालि चुनाव हुन्छ त? चुनाव हुन्छ। अनि चुनावमा तपाईँ घन्टीलाई हाल्नुहुन्छ कि केपीवालाई चाहिँ चुनावमा छाप हान्नुहुन्छ त? यसचोटि भोट घन्टीमा त्यो केपीवालाई चाहिँ 5 वर्षको लागि रेस गर्ने भन्ने हाम्रो चाहिँ प्लान छ दमकमा। यसपालि पक्कै नै बालेन लानुहुन्छ त? बालेन शाह पक्का हो यसचोटि। केपीबा अलि बुढो हुनुभयो, अब रेस गर्नुहुन्छ। पहिलेदेखि नै सबै बा नै भनिरहनु भएको छ। क्षेत्र नम्बर 5 मा तपाईँले भोट हाल्दाखेरि पक्कै नै बालेनले जित्नुहुन्छ त के? पक्का यो 100 मा 100 हो। अहिले घन्टी 100, बाका अलिअलि अब होला नि कार्यकर्ता, अब त्यहाँभन्दा अरू छैन। सब बालेन भइसक्यो। हामी चाहिँ घन्टी बालेन नभनौँ घन्टी चाहिँ हो खासमा चाहिँ। हस्, धन्यवाद।